ल है साथीहरू फेरि पनि स्वागत छ मेरो मिनी भ्लगमा यहाँहरूलाई है। आज पनि हामी सानो लाग्यौँ बाहिर। अब सरर बाहिर निस्क्यौँ तपाईँ। आज पनि हामी होटलमा मिठो सुप खान गइरहेको छौँ। पानी परेकोले गर्दाखेरि एकदमै चिसो मौसम छ, त्यही भएर हामी आज पनि सुप खानलाई गइरहेको छौँ है त। तपाईँहरूलाई म देखाउन छु आजको हाम्रो परिकार र आजको हाम्रो रेसिपीहरू पनि। साथीहरू आउँदैछ है, हामीहरू चाहिँ सुप खान लागेको है। आज धेरैजना छौँ र साथीहरू पनि आऊ 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 ल फास्ट फास्ट साथीहरुमा मेकअप गर्दै आउनुहोस् आउनुहोस् आइहाल्नुहोस्। मेनु पनि आइसक्यो, हामीले मेन्यु पनि रेडी अर्डर गरिसक्यौँ। अब बाँकी भनेको हाम्रो रेसिपी आउनु मात्र बाँकी रहेको छ। आज एकदम राम्रो रेसिपीको साथ हामी बस्नेछौँ डिनरको लागि। चोक्टो निकाल्ने यहाँ अरू छ नि यार, यहाँबाट एकैछिन अन्डाहरू छ। अब कस्टमर बढाउनु पऱ्यो, मोमोहरू पनि बढाउनु। यदि कोही कसै आउन चाहनुहुन्छ भने, यहाँको रेसिपीको स्वाद लिन चाहनुहुन्छ भने मलाई तुरन्त सम्पर्क गर्नु होला। मेरो भिडियोमा कमेन्ट छोड्नु होला। हामी लोकेसन दिउँला होइन, हामी लोकेसन दिइहाल्छौँ। हामी लोकेसन दिइहाल्छौँ। यो कमलको अब ओके ल, अब चाहिँ हाम्रो डिनरको परिकारहरू रेसिपीहरू सबै आइसकेको छ। अरू थप्नु सुप मिल्छ कि मिल्दैन सोध्नु सोध्नु। हेलो लागि बोले तम्पा सुप या बोल्ने गान फ्री। ओके 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 लु लगाऊ। अब चाहिँ हाम्रो परिकारहरू यहाँनिर हामीसँग आएको छ मकै, मसरुम, साग है, त्यसपछि मुर्गी, चिकन। उता हालौँ न, छिटो हाल न। ल थुक्पा मकैको टुक्रा हाल्दै यहाँभित्र, काँचो कि पाकेको सबै उता तलको डन्ठीहरू आँखाले बोल काँचो हाल्दैन, मनैले बोले त तार जालीको तार कसले पुस्छ र सबै लगाउने र सबै नलगाउनु अहिले थप्नुपर्छ। न्याउली बनैमा मकैको चाहिँ के छ व्यवस्था? हृदयको मलाई चाहिँ नदेखाए कहाँ हुन्छ त नि भिडियो भन्ने चिजहरूलाई आउँछ देखाएर सातवटा मात्रै बनाएको छ, सातवटा थियो। यो अघि आउनु ढिलो गरेर खाँदैन। यो चाहिँ हरियो घाँस है। अरे घाँस दाइ सुप थप्नु दाइ। केही होला के गरौँ सुप आएको छ र त्यहाँ उता सस अन्त सस लगाउनु न भयो भएन अहिले काँचो नि खानु चलाउनु नै खाना पख्न त अनि त्यही चलाउनै आउँदैछु म। भएन हाल्यौ सबै कति कहाँ त्यहाँ अट्नु परेन। यो चाहिँ कति बेला आयो? अहिले भन्दा त्यो अहिले चिक चिक ओके अब पुरुष देखाउन बियर पनि खाने हो कि माछा पनि सातवटै हाल्नु जस्तो लाग्यो। सोध्देऊ है धेरै मालिक एकछिन छोकुन त खोइ ढक्कन हुँदै कहाँ थियो त अब साग त चाख्नु
छिन छोपिदिउँ राम्रो हुन्छ क्या यस्तो आफ्नो आफ्नो प्लेट छ टिस्युले यतिकै राम्रो हो नि पाकेको त छैन नि चिकन अस्ति लाउने बित्तिकै पाकेको थियो र पाकिसक्यो कि होइन अस्तिको नि काँचै हो नि त आज पनि काँचै बरफ बोला रहेछ नि एकैछिनमा पाक्छ क्या मानेर जाउँ भनेको माने तामन्डा हिँडिहाल्ला त स्टिम होला ल है गाइजहरू अब चाहिँ हामी धमाधम स्यामे स्यामे गर्दैछौँ स्यामे 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 गर्दैछौँ सुप है आजको डिनर मिठो छ नि है हाम्रो ल एकदम राम्रो छ स्यामे स्यामे नुन अलिक कम रहेछ नुन अलिक कम छ है रुमबाटै बोकेर आउनुपर्छ मैले पनि खाएँ अब चाहिँ खान्छ 24 टिपले ट्राई गर्दैछु भन्दै थियो होइन ल्याइदिएन त सबैजना खानु व्यस्त है ल म पनि खाएँ अब चाहिँ साथीको चिल्ली धेरै हुन्छ होला ल है ल है मलाई पनि डेट पऱ्यो ल खाएँ ल क्वान्टिटी भन्छ पेटकै दुख्ला जस्तो हो यो त पऱ्यो मासु चाखेर आफ्नो माथि मालिक नहो न पिरो चाहिँ राम्रै भयो ल यसले त मासु पनि टक्कै सक्यो त मासु अघि टिपेर होइन मैले कि छोपिछौ मेरा इधर मुर्गा मामा हजुर ठिक छ नि होइन अहिले चाहिँ ठिक छ अहिले पैसा Sweet. तिर्ने बेलामा चाहिँ एकदम अलिक गाह्रो हुन्छ लास्ट खाना है त ल यो चाहिँ सिपी र झिँगा माछा उडान प्रन्स ठिक छ पिरो सब ठिक छ थापेर खायो भने चाहिँ होइन होइन अलिक पाकेको छैन गनाइरहेको छ क्या छोपा छोपा सुप छैन अरू जगमा छ नि हालिदिनु नि अलिक भरि कस्तो चाहिँ छैन त भने लु भयो भरियो बस बस छोप्नु अप्ठ्यारो हुन्छ नुन पनि हालिदिनु हल्का अरे धेरै नुन हाल्दैन हो नुन चाहिँ धेरै हाल्नु ल्याउ न पर्दैन हौ अघिको अलग्गै यो अलग्गै सुप हो क्या लास्टमा खानै नसक्ने बनाइरहेको पुरा फेस्टल ताके जस्तो गर्छ नि त अब त ठिक छ बेजत गर्छ यार बेजत गर्छ सालले लगाइदिरहेको छ कि उसलाई भनेर ल है ल है मार्दैन त बोटुकोमा त झिङ्गी माछा आफूलाई खाएको बेला त के लाग्यो खोइ तपाईँको बोटो यो मलाई त भाइ झोल मात्रै दिने हो झोल मात्रै दिने हो झिङ्गी माछा एकदम मिठो म हालिहाल्छु मलाई निकै ठुलो ठुलो रहेछ नि यो फेरि। हेर न कम्ती लोग्दैछ फोन लाउन आइरहेको एउटा सियालले हेर न यो के हो भनेदेखि यो चाहिँ हाम्रो खाँदैन हौ चाहना गाउँघरमा चाहिँ पाइँदैन ल टाउको दिने हो त सिपी चाहिँ लाग्यो सुप खाने होइन मलाई सिपी त छोड्दैन झिँगे माछा भन्छ होइन यसलाई पुगेको एउटा पाउँछ सुप यो सिपी के अरे भाइ सुप चाहिँ सिपी त पाएको छैन यो सिपी यो बेतना भरि छ त सिफुट हो सिफुट सिफुट होइन हौ झोल चाहिँ हाल्नु भनेको खाने यस्तैमा त खानु झोल हौ झोल पिँदैन त यहाँ झोल पाकेको छैन के हो कम्ती मिठो छैन तिम्रो बाजे झोल 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 झोलै छैन मिठो पो छ त कहाँ चाहिँ खाने ल के खाने हो त्यो त थाहा छैन भाइ भिडियो एकदम भिडियो बजारमा आउँछ सबैले सुती हेर्नु पाउँछ घिच्नु नभए त खाँदा त घाँसले खोइ चट्नी चट्नी या त चट्नी यसले सुप यसलाई चाहिँ यसरी होइन अँ, कस्तो छ भने त्यहाँ त टाउको भन न